नमस्ते सबैजनालाई। आज म एउटा घरेलु औषधि बनाउन गइरहेको छु। हामी महिला दिदीबहिनीले काम लाने कुरा हो यो मैले 1.5 गिलास पानी हालेँ हैन। त्यसपछिबाट मैले यो आगो ठुलो बनाएँ। त्यसपछिबाट आएर मैले यसमा यो लसुन यति हालौँ, महँगो छ लसुन, यति लसुन हालेँ मैले। त्यसपछि आएर मैले यो दालचिनीको पत्ता पनि हालेँ। त्यसपछि आएर यो बोक्रासित आधा प्याज, बोक्राहरू पनि हालेँ मैले। त्यसपछि आएर यति जति ल्वाङ यो पनि मैले यो पानीमा हालेँ। त्यसपछिबाट आएर मैले आधा चम्चा मेथी हालेँ। थोरै हुन्छ के पानी, 2 गिलास पानी हाल्छु है त म। 2 गिलास पानी भयो। अब यो पानी यहाँ पाक्दैछ। यो के को भन्नुहुन्छ भने मलाई 4 महिना पहिले एकदमै टाउको चिलाउने, जुम्रा परे जस्तो हुने, टाउकोमा हात लाने, कपाल झर्ने त्यस्तो समस्या थियो। त्यसपछि मैले एउटा भिडियोमा हेरेको, त्यो भिडियोमा चाहिँ यस्तो यस्तो यो चिजहरू पकाएर अनि यो 2 गिलास पानी भयो, यसलाई घटाएर अब कपालमा कति मसाज गर्न चाहिन्छ त्यति चाहिँ राखेर बाँकी उमालेर यो सब पाकिसक्छ त्यति पानी राखेर अनि यो भाँडामा एउटा अलिक ठुलो बाटामा चिसो बनाएर अनि त्यसरी यो कपालको जरा जरा यसरी मालिस गर्ने। अनि यो सेलाइसकेपछि यो मालिस गरिसक्यो भनेपछि अनि धेरै 1-1.5 घन्टासम्म राख्ने। अनि त्यसपछि अब स्याम्पू, जुन स्याम्पू युज गरिन्छ त्यही स्याम्पूले नुहायो भने अनि एकै फेरामा त नहुँदो रहेछ। 3-4 फेरा हप्तामा एकचोटि मात्र पनि गर्न सक्यो भने अनि अलि विशेष हुँदो रहेछ। मेरो चाहिँ धेरै नै चिलाउन पनि कम भयो र झर्न पनि कम भएको थियो। अहिले म काममा व्यस्त भएको कारणले मैले यसलाई बनाउन पनि पाएन। अनि अहिले आएर पुरै टाउको चिलाउने अनि कपाल जरेबाट झर्ने त्यस्तो भएको भएर मैले चाहिँ आज यसलाई चाहिँ पकाएँ। अब यो पाकिसकेपछि यसलाई सेलाउन हाल्छु। अब अगाडि पछाडि त फुर्सद हुँदैन। आज शनिबार, त्यही पनि अघि मन्दिरतिर गएर घुमेर उठेर आएर एकछिन आराम गरेर मैले यसलाई बनाएको। यो चाहिँ यसरी पाक्नुपर्छ हेर्नु। हो देखिया सक्छ नि। यसरी पकाइसकेपछि अनि त्यसो गरेर लाउनु होला। त्यसले चाहिँ धेरै नै मलाई त एकदमै धेरै नै कपाल झर्न कम भएको भएर मैले आज फेरि पकाएर लगाउँछु भन्ने सोचले मैले बनाएर अब
हाम्रो दिदीबहिनीहरू त सबैको दिदीबहिनी होइन दाजुभाइहरू पनि सबको पनि कपाल झर्ने चिलाउने यो धेरै समस्या हुन्छ भइरहेछ अहिले। अब के हो हावापानी अथवा के हो त्यसले गर्दाखेरि यो गर्न त अलिक झ्याउ मान्नुहुन्छ तर पनि कपाल झरेर एकदमै गन्जी भएर त्यो नराम्रो भएर हिँड्नुभन्दा त बरु यतिको दुःख गर्नु त ठिकै हुन्छ जस्तो लाग्छ मलाई। एकचोटि विचार गर्नु होला। मन परेछ भने लाइक कमेन्ट सेयर पनि गर्नु होला। अब यस्तै हो हामी आइमाईको पारा यसलाई चाहिँ पकाएर लगभग हाम्रो यो टाउकोमा कि कति कपाल छ। अब मेरो त झरिसकेर भर्खर ठिकै छ। अब यो आधा गिलास जति हुन्छ त्यसलाई चाहिँ चिसो बनाएर अनि आधा 1 घन्टासम्म पहिला यसरी जर पुग्ने गरेर मालिस गरेर अनि फेरि अलि आधा 1 घन्टासम्म राख्ने अनि त्यसपछि आएर नुहाउने अनि कपाल झर्न रोकिन्छ। यही भन्न चाहे। अब जाँगर लाग्छ भने गर्नु होला। अब नलाए त कसको केला होइन। तर पनि यो डक्टरको औषधि यान त्यान भन्दा त यसले चाहिँ धेरै राम्रो गर्ने लाग्यो है मलाई त। धन्यवाद।